रक्षा मन्त्री मानवीर राईले संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो देशलाई सुहाउँदो व्यवस्था अरू हुनै नसक्ने बताउनु भएको छ। आदिवासी जनजाति युवा महासंघको 6औं संघीय महाधिवेशनको ओखलढुङ्गामा उद्घाटन गर्दै मन्त्री राईले सो कुरा बताउनु भएको हो। सबै जात जाति, भाषा, धर्म र संस्कृतिलाई समान रूपले हेर्ने अहिलेको व्यवस्थालाई मास्ने कुप्रयास भइरहेको बताउँदै उहाँले यसको डिफेन्समा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। अहिले व्यवस्था भन्दा पनि व्यक्तिले गरेको भ्रष्टाचार, अनियमितता, घुसखोरी, राजनीति र कुशासनका कारण जनतामा निराशा छाएकोले व्यवस्था फाल्ने नभई व्यक्ति फाल्नुपर्ने मन्त्री राईको भनाइरहेको छ। दलभित्रको खराब व्यक्तिहरूलाई हामी आफ्ना दलबाट हटाउँ, कारबाही गरौँ। भ्रष्टाचारी हो भने त्यो कुनै दलको नेता नराखौँ, फटाओ भने नराखौँ, त्यो अभियानमा जुटौँ। तर लोकतान्त्रिक गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अबको शासन व्यवस्था हुन सक्दैन। आदिवासी जनजाति समुदायका माग र मुद्दालाई सरकारले यथोचित सम्बोधन गर्नेमा विश्वस्त हुन उहाँले आग्रह गर्नुभएको छ। यस्तै फरक प्रसंगमा उहाँले शिक्षक र निजामती कर्मचारीका माग सम्बोधनका लागि सरकारले संसद आह्वान गरिसकेकोले विश्वस्त भएर विद्यालय र कर्मथलोमा फर्किन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नु जरुरी छ। यी ऐनहरू जारी गरेपछि प्रदेशमा क्रमशः निजामती सेवा ऐन लागू हुन्छ। म यहाँबाट भन्न चाहन्छु, शिक्षक दाजुभाइलाई भन्न चाहन्छु, शिक्षकहरूको समस्या देशको हो, सरकारको हो, हाम्रो हो। त्यो पूरा गर्ने क्रममा हामी छौँ। तर त्यो सरकारले निर्णय गरेर मात्रै त्यो ऐन प्राप्त हुँदैन। त्यो विषयगत समितिमा छलफल हुनुपर्छ। त्यो संसदमा छलफल भएर पास भएपछि मात्रै त्यो ऐन बन्छ, नत्र भने त्यो ऐन हुँदैन। त्यसले गर्दाखेरि केही समय पर्खिनु पर्ने बाध्यता परिस्थिति छ। कार्यक्रममा संविधान सभा सदस्य यज्ञराज सुनुवारले केन्द्रीय महाधिवेशन हालसम्म जिल्लामा कुनै पनि संघ संगठनको नभएको अवस्थामा देशैभरबाट प्रतिनिधि भेला गरेर जिल्लामा महाधिवेशन आयोजना गरेकोमा वर्तमान अध्यक्ष हेमन्त राईलाई धन्यवाद दिनुभएको छ। पहिलो पटक यो ओखलढुङ्गामा राष्ट्रिय महाधिवेशन आयोजना मात्रै गरेन, यो नै संस्था पहिलो भयो। त्यसकारणले मैले काठमाडौँदेखि यसका अध्यक्ष हेमन्त राईज्यूलाई यो चाहिँ खाना लगाइदिन म यहाँ आएको छु। म हार्दिक सम्मान गर्न चाहन्छु। महाधिवेशनको उद्घाटन कार्यक्रममा राई, सुनुवार, तामाङ, मगर लगायतका जात जातिले मौलिक झाँकी प्रदर्शन गरेका थिए भने कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिएका थिए। पहिचान अधिकार सहितको समृद्धि र रोजगारीका लागि हाम्रो अभियान, न्याय, समानता, समावेशी युवा नेतृत्वका लागि 6औं महाधिवेशन भन्ने नाराका साथ जारी 6औं महाधिवेशनले आदिवासी जनजातिका हक, अधिकार, माग र मुद्दालाई अझ सशक्त ढंगले अघि बढाउने जुझारू नेतृत्व छनौट गर्ने अध्यक्ष राईले बताउनु भएको छ। महाधिवेशनमा देशैभरबाट 300 बढी प्रतिनिधि जिल्लामा भेला भएका छन्। महाधिवेशन आइतबार नयाँ नेतृत्व चयन गर्दै समापन हुने केन्द्रीय सदस्य सुभाष तामाङले जानकारी दिनुभएको छ।